यसरी नै सुशासनको नाममा बालेनले अन्धाधुन्द लौरो चलाइरह्यो भने एक दिन तपाईँ भोकै मर्नुपर्ने अवस्था आउन सक्छ। चोरीका घटना बढ्छन्, आत्महत्याका घटना बढ्छन् अनि देश झन् अस्तव्यस्त हुन्छ। म यति ठुलो दाबी किन गरिरहेको छु? किनभने आज व्यवसायी डराएर लगानी गर्न छाडेका छन्। भोलि नयाँ उद्योग खुल्दैन, उद्योग खुलेन भने रोजगारी बन्द हुन्छ। रोजगारी बन्द भयो भने तपाईँको आम्दानी घट्छ। आम्दानी घट्यो भने तपाईँले कम खर्च गर्नुहुन्छ। खर्च घट्यो भने बजार सुस्त हुन्छ। बजार सुस्त भयो भने अरू थप व्यवसायहरू पनि बन्द हुन थाल्छन्। व्यवसाय बन्द भएपछि फेरि हजारौं मानिसहरू बेरोजगार बन्छन्। बेरोजगारीले समाजमा निराशा बढ्छ, अपराध बढ्ने जोखिम बढ्छ, आत्महत्याका घटना बढ्न सक्छन् र अन्तिममा राज्यले सबै कुरा नियन्त्रण गर्न झन गाह्रो हुन्छ। यति भन्दैमा म भ्रष्टाचारको पक्षमा छैन, सुशासनको पनि विरोध गरिरहेको छैन। तर सुशासनको अर्थ अर्थतन्त्रको घाँटी न्याक्नु होइन। सुशासनको अर्थ व्यवसायलाई सजिलो बनाउनु हो, लगानीकर्तामा विश्वास जगाउनु हो, उद्योग खोल्ने वातावरण बनाउनु हो, लाखौं युवालाई रोजगारी दिनु हो। किनभने भोक लागेको पेटले सुशासनको भाषण सुन्दैन। उसलाई काम चाहिन्छ, आम्दानी चाहिन्छ र सम्मानका साथ बाँच्ने अवसर चाहिन्छ। 3 महिना पनि नहुँदै सरकारको यति धेरै विरोध हुनुपर्ने कारण नै छैन। सब मान्छे बेरोजगारी भएर। त्यसैले सरकारलाई मेरो सुझाव, सुशासनको नाममा अर्थतन्त्रको घाँटी न्याक्न छोड्नुस् र बजारलाई चलायमान बनाउने तरिका सोच्नुस्।